नमस्कार सबै जापानवासी नेपालीहरूलाई सबभन्दा पहिला सञ्चारकर्मी म राजेन्द्र मानिया तपाईहरुलाई जापानकै भूमिबाट सम्बोधन गर्न चाहन्छु, सम्झिन चाहन्छु। यो पटक म परिवारसहित जापानको टोकियो लगायतका केही सहरमा आएँ, तर तपाईहरुसँग सबैसँग प्रत्यक्ष रूपमा भेटघाट गर्न भ्याइएन, सम्भव पनि भएन। तर मलाई थाहा छ तपाईहरु असाध्यै व्यस्त हुनुहुन्छ र यो जरुरी पनि छ। त्यही क्रममा जापानका केही कार्यक्रमहरूमा सहभागी भएँ। नेपालीहरूका पीडा, नेपालीहरूका सम्भावना, जापानको विकास र समृद्धि सबै हेर्ने, घुम्ने र अनुभूत गर्ने अवसर पनि मिल्यो। त्यो अवसरमा मलाई सबभन्दा धेरै साथ दिनुभयो पशुपति भण्डारीले र उहाँले नै सञ्चालन गरेको यो फोरेक्स जापान पेमा म आइपुगेँ र यो फोरेक्स जापान पेमा आइपुग्दाखेरिमा मैले अनुभूत गरेको कुरा नेपालको अर्थतन्त्रमा आज सबभन्दा ठुलो हिस्सा झन्डै 1/3 अर्थतन्त्र ओगटेको छ विप्रेषणले अर्थात् रेमिट्यान्सले र जापानबाट पनि ठुलो मात्रामा रकम नेपालमा गएको छ। यसले अर्थतन्त्र र नेपालको जीवनमा समेत सकारात्मक असर पुर्याएको छ नै। तर म तपाईहरुलाई भन्न चाहन्छु तपाईले पैसा पठाउँदाखेरिमा कुन च्यानलबाट पठाउनु भएको छ। यदि तपाईले पठाएको पैसा असुरक्षित माध्यमबाट पठाउनु भएको छ भने त्यसले एकातर्फ मुलुकको अर्थतन्त्रलाई सहयोग गर्दैन, अर्कोतर्फ तपाईको कमाई पनि सुरक्षित नहुन सक्छ। त्यही कारण पनि तपाई विभिन्न रेमिट्यान्स कम्पनीहरू जसले नेपालमा सेवा दिइरहेका छन् तिनीहरूलाई प्रयोग गर्न सक्नुहुन्छ। उनीहरूको योगदान पनि ठुलो हुन्छ। त्यो मध्येको एउटा फोरेक्स जापान पे म आज आइपुगेको छु र यसले पनि तपाईहरुलाई विश्वासिलो, सुरक्षित र राम्रो दरको विप्रेषण पठाउने माध्यमका रूपमा काम गरिरहेको छ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु।